सबैजनालाई स्वागत छ। एसी आइसकेको छ। तपाईले एसी परीक्षामा कसरी लेख्नु पर्छ सीडीसी ले जारी गरेको मोडेल क्वेशन म आज सोल्भ गरेर देखाउँदै छु। यो मोडेल क्वेशन सोल्भ गर्ने तरिका हेरेर तपाईलाई धेरै आइडिया आउन सक्छ। तपाईले यसरी नै सोल्भ गर्नु होला। सो लेट्स गेट स्टार्टेड। पहिलो प्रश्न समूह पाठसँग रिलेटेड रहेको छ। श्री शारदा माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूलाई पोखरा, लुम्बिनी र इलाम मध्ये कुन ठाउँमा शैक्षिक भ्रमण जान उपयुक्त हुन्छ भनी गरिएको सर्वेक्षणमा 40 जनाले पोखरा, 30 जनाले लुम्बिनी र 45 जनाले इलाम जान उपयुक्त हुने बताए। उक्त कक्षाका 15 जना विद्यार्थीहरूले 3 वटै ठाउँ उपयुक्त हुने बताउँदा 5 जनाले कुनै राय नै व्यक्त गरेनन्। ए नम्बरमा रहेको छ पीएल र आईले क्रमशः पोखरा, लुम्बिनी र इलाम उपयुक्त हुन्छ भन्ने विद्यार्थीहरूको समूहलाई जनाउँछ भने सबै ठाउँ उपयुक्त हुन्छ भन्ने विद्यार्थीको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस्। सल्भ गर्दाखेरि तपाईले प्रश्न लेखिराख्नु पर्दैन। तपाईले डाइरेक्ट 1 नम्बर लेख्नु होला सोलुसन। अनि ए मा के छ नम्बर अफ पोखरा इन्टरसेक्सन लुम्बिनी इन्टरसेक्सन इलाम यो कति हुन्छ संख्या निकाल्नु पर्ने छ। यो भन्या प्रश्नमै दिएको छ 15। बी नम्बरमा छ माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस्। तपाईले भेन चित्रमा प्रस्तुत गर्नको लागि एउटा आयत बनाउनु होला। नम्बर अफ यु यो भयो। 3 वटा वृत्त बनाउनु होला। एउटा यो भयो, अर्को यो अनि तेस्रो यो। एउटालाई नम्बर अफ पी, अर्कोलाई नम्बर अफ एल र तेस्रोलाई नम्बर अफ आई लेख्नु होला। तीनटै भेन चित्रमा भर्दाखेरि सबभन्दा पहिला तीनटैको जुन इन्टरसेक्सन छ तीनटैमा मिल्ने त्यो बीचमा भरिन्छ। 15 यहाँ 15 लेख्नु होला। तीनटैको भरिसकेपछि दुईटा दुईटाको भर्नु होला। दुईटा दुईटाको त दिएको छैन, त यो पोर्सन खाली हुन्छ, यो पोर्सन पनि खाली हुन्छ, यो पोर्सन पनि खाली हुन्छ, तीनटै खाली हुन्छ। यहाँ चाहिँ कति बाँकी रह्यो 15 त आइसकेको छ पोखरामा। यहाँ 40 माइनस 15 गर्नुहोस्, अर्थात् यो 25 भयो। लुम्बिनी 30 जना छन्, 15 आइसकेको छ, यसै गरी घटाएर सिधै 15 लेख्नुहोस्। 30 बाट 15 गयो 15। अनि इलाम कतिजना 45 जना, 45 बाट 15 घटाउनुहोस्, यो भयो 30। कहिलेकाहीँ दुईटा दुईटाको पनि दिएको हुन्छ। दुईटा दुईटाको दियो भने तपाईले यहाँ पनि भर्नुपर्ने हुन्छ। यहाँ चाहिँ दिएको छैन, त्यसकारण यो पोर्सन यो पोर्सन यो पोर्सन तीनटै खाली रह्यो। यति मात्रै गर्न सकिन्छ। यो चाहिँ भेन चित्र भयो। 5 जना पनि छ बाहिर। 5 जनाले कुनै राय नै व्यक्त गरेका छैन, 5 बाहिर लेखिदिनु होला। यही भेन चित्र भयो। सी नम्बरमा रहेको छ शारदा माध्यमिक विद्यालयमा कक्षा 10 मा कतिजना विद्यार्थी अध्ययनरत रहेछन् गणना गर्नुहोस्। सबै जोड्नुहोस्। 25 प्लस 15, अर्को पनि 15, अर्को 30 र लास्टको 5 जम्मै जोड्नुहोस्। 25 5 30 10 40 40 र 15 55 55 र 30 85 85 5 90 90 जना आन्सर भयो। अनि सर्वेक्षणमा राय नै व्यक्त नगरेका 5 जना विद्यार्थीले लुम्बिनी उपयुक्त स्थान हो भनेको भए पोखरा मात्र उपयुक्त स्थान भन्ने र लुम्बिनी मात्र उपयुक्त स्थान भन्ने विद्यार्थीको अनुपात कति हुने थियो। यहाँ अनुपात निकाल्नु पर्ने छ। त नम्बर अफ ओन्ली पोखरा कति छ 25 छ।
अनि नम्बर अफ ओन्ली लुम्बिनी कति यो 5 जना यसमा गयो भने 15 + 5 हुन्छ अनि 20 भयो। अनुपात निकाल्नु पर्ने छ। अनुपात इज इक्वल टु 25/20 लेख्नु होला। काट्नुस् 5 × 5 = 25, 5 × 4 = 20, अनुपात भयो 5:4। दोस्रो प्रश्न रहेको छ विपिनले 2 वर्षका लागि रु 1 लाख कुनै एउटा बैंकमा जम्मा गर्न चाहेका छन्। बैंकले प्रति वर्ष 10% चक्रीय ब्याज दरका दरले विपिनलाई 3 वटा विकल्पहरू वार्षिक चक्रीय ब्याज, अर्धवार्षिक चक्रीय ब्याज र त्रैमासिक चक्रीय ब्याज दिएको छ। माथिका 3 विकल्पमध्ये कुन विकल्प प्रयोग गर्दा विपिनलाई बढी ब्याज प्राप्त हुन्छ? अफ कोर्स त्रैमासिक ब्याज दरले गणना गर्दाखेरि ब्याज बढी आउँछ। त्रैमासिक चक्रीय ब्याज बढी प्राप्त हुन्छ। बी नम्बर 2 वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार कति चक्रीय मिश्रधन प्राप्त हुन्छ? चक्रीय मिश्रधन कम्पाउन्ड अमाउन्टको सूत्र हुन्छ P होल इन्टु 1 + R/200 पावर 2t। अर्धवार्षिक भएकोले 200 भयो। अनि प्रिन्सिपल कति रहेको छ? 1 लाख। 1 लाख प्रिन्सिपल लेख्नु होला। प्रिन्सिपलको ठाउँमा 1 + रेट 10% छ 10/200 अनि 2 इन्टु टी को ठाउँमा 2। 1 लाख एउटा जिरोले एउटा जिरो काटौँ। 1 लाई 20 ले डिभाइड गर्नु होला। 1 + 0.05 पावर 4। एकचोटि क्याल्कुलेटरमा झिक्छु। 1 लाख इन्टु 1.05 को पावर 4 कति? 1.2155065 इन्टु 1 लाख गरिदिउँ। इक्वल्स आयो कति? 1,01,550.625। यही रुपीज लेखिदिनु होला। रुपीज लेख्नु होला। लास्टमा युनिट लेख्न चाहिँ नबिर्सिनु होला। यति चाहिँ आन्सर भयो। सी नम्बर प्रश्न रहेको छ विपिनले 1 वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार प्राप्त भएको जम्मा रकम झिकेर पुनः त्रैमासिक चक्रीय ब्याज पाउने गरी बाँकी अवधिको लागि जम्मा गरेछन् भने अन्त्यमा कति रकम पाउँछ? 1 वर्षको तपाईले अर्धवार्षिक चक्रीय मिश्रधन निकाल्नु पर्यो। CA P होल इन्टु 1 + R/200 को पावर 2t। यहाँ चाहिँ 1 लाख रुपैयाँ छ। 1 लाख नै राख्नुस्। 1 + रेट 10% 10/200 को पावर 2 इन्टु टाइम 1 वर्ष राख्नु होला। 1 वर्षसम्म मात्रै अर्धवार्षिक जम्मा गरेको रहेछ। वन प्लस यो पनि अब 0.05 को पावर 2 भयो। एकैचोटि तपाईले क्याल्कुलेट गर्नु होला। यो सबै लेखिराख्नु पर्दैन। यो 1 + 0.05 जोड्दाखेरि 1.05 हुन्छ। यसको स्क्वायर गर्नु होला अनि जति आउँछ इन्टु 1 लाख गरिदिनु होला। 1 10 100 1000 10,000 लाख
1 लाख गरेर कति आयो सबै लेख्नुस् 1,10,250। अब यति रुपैयाँ 1 वर्ष पछाडि प्राप्त भयो यसलाई चाहिँ फेरि त्रैमासिक रूपमा जम्मा गर्नु छ। फेरि CA बराबर P होल इन्टु 1 प्लस R बाई 400 त्रैमासिक को 400 पावर 40 P 1,10,250 इंटू 1 प्लस रेट 10% 10 बाई 400 को पावर 4 इंटू टाइम 1 वर्ष 2 वर्ष छ 1 वर्ष को पहिला निकालियो अनि अर्को वर्ष को लागि त्रैमासिक निकालियो। यो जम्मै एकैचोटी क्याल्कुलेट गर्नुस्। यो डिभाइड गर्दाखेरि 1/40 गर्नुस् 0.025 र यसमा +1 गर्नुस् 1.025 यसको पावर 4 स्क्वायर गर्दा एकचोटी यति आयो फेरि स्क्वायर गर्दाखेरि यति आयो अनि पावर 4 आइसक्यो इन्टु 1,10,250 गर्नुस्। यो आन्सर भयो ₹2,31,945 रुपैयाँ 37 पैसा। यही नै आन्सर भयो।